बालबालिकाहरूलाई अनुशासन सिकाउने क्रममा नगरौं यी 5 गल्तीहरू। अनुशासन जीवन जिउनका लागि चाहिने महत्त्वपूर्ण पक्ष हो। अनुशासित जीवन जिउनका लागि बालबालिकाहरूलाई सानै उमेरदेखि उत्प्रेरित गरिनु पर्दछ। यसमा अभिभावकहरूको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ। अनुशासन कसैको बलमा भन्दा पनि मनबाट हुने कुरा हो। बालबालिकालाई अनुशासन सिकाउने क्रममा अभिभावकहरूले केही गल्तीहरू गरिरहेका हुन्छन्। उनीहरूको जीवनशैलीको हिस्सा बनाउने सोचमा त्यसलाई झन् बोझिलो बनाइदिन्छन्, जसका कारण बालबालिकाहरू एक किसिमको तनावमा पर्दछन्। कडा अनुशासन सिकाउने क्रममा अभिभावकहरूले गर्ने केही गल्तीहरू यस प्रकार रहेका छन्। पहिलो नम्बरमा रहेको छ जोडले बोल्नु। यो अधिकांश घरमा देखिने समस्याहरूमध्ये एक हो। जब बालबालिकाहरूले अभिभावकको कुरा सुन्दैनन् या मान्दैनन्, तब अभिभावकले आफ्ना बालबालिकालाई जोडले बोल्ने कराउने गर्दछौँ। यसो गर्दा त्यो बेला बालबालिकाले अभिभावकले भनेको कुरा माने पनि यसले उनीहरूको व्यवहारमा नकारात्मक परिवर्तन ल्याउने गर्दछ। सामान्यतया केही समयपछि बालबालिकाहरू रिसाहा र जिद्दी हुन जान्छन्। त्यसैले बालबालिकाहरूले गरेका गल्तीहरूमा हामी कराउने अथवा जोडले बोल्ने गर्नु हुँदैन। नम्बर 2 मा रहेको छ तुलना गर्नु। कयौं पटक अभिभावकहरूले आफ्नो बालबालिकालाई अन्यसँग तुलना गरिरहेका हुन्छन्, तर कहिल्यै पनि आफ्नो बालबालिकाको तुलना अन्यसँग गर्नु हुँदैन, किनभने हरेक बालबालिकाहरूको आफ्नै छुट्टै प्रकारको क्षमता हुन्छ। तुलना गर्दा उनीहरूमा भावनात्मक चोट पर्न जान्छ। त्यसैले आफ्ना बालबालिकाको गलत क्रियाकलापहरूमा उनीहरूकै राम्रो बानीसँग तुलना गरेर सही बाटोमा ल्याउन सकिन्छ। नम्बर 3 मा रहेको छ जबरजस्ती थोपर्नु। जीवनमा अनुशासनको आफ्नै महत्त्व छ, तर यो कोही माथि थोपर्न सकिँदैन। यो मनबाट अनुभव गरेर हुने कुरा हुन्। जबरजस्ती कुनै पनि कुरा बालबालिकामाथि जोडबल गर्दा उनीहरूमा यसको लाभ हुनुको साथै नकारात्मक प्रभाव पर्न सक्छ। त्यसैले उनीहरूलाई रचनात्मक तरिकाले अनुशासित जीवन जिउन उत्प्रेरित गर्नुपर्दछ, जोडबल गर्नु हुँदैन। नम्बर 4 मा रहेको छ गलत शब्दको प्रयोग। बालबालिकाको अगाडि कुनै पनि गलत शब्दको प्रयोग गर्नु हुँदैन। कुनै बेला अभिभावकहरूले रिसको आवेगका बेला बालबालिकामाथि गाली वा गलत शब्दको प्रयोग गर्दछन्। यसले उनीहरूको वृद्धि विकासमा असर पुग्दछ। अभिभावकले गलत शब्दको प्रयोग गर्दा उनीहरूको आत्मविश्वासमा पनि कमी आउँछ। भोलिका दिनमा तिनी गाली वा गलत शब्द समाज वा परिवारको लागि अभिशाप बन्न पुग्दछ। त्यसैले हामीले सधैँ आफ्ना बालबालिकाको अगाडि सभ्य भाषाको प्रयोग गर्नु पर्दछ। नम्बर 5 मा रहेको छ गलत उदाहरण। यो गल्ती धेरै जसो अभिभावकहरूले गरिरहेका हुन्छन्। उनीहरू बालबालिकालाई रातको समयमा मोबाइल फोन या टिभीको प्रयोग नगर्न भनिरहेका हुन्छन्, तर अभिभावकहरूले नै बालबालिकाको अगाडि बसेर मोबाइल चलाउने र टिभी हेर्ने गर्दछन्। यसले गर्दा उनीहरूमा गलत उदाहरण बन्न सक्दछ। यदि बालबालिकालाई अनुशासनमा रहन सिकाउने हो भने पहिले अभिभावक आफै अनुशासित हुनु आवश्यक छ। अभिभावक आफै अनुशासित भए बालबालिकाहरू पनि त्यसबाट प्रभावित हुन सक्दछन्। त्यसैले साँझको समयमा बालबालिकाको अगाडि बसेर मोबाइल फोन प्रयोग गर्नुभन्दा किताब पढ्ने बानी बसाल्नु भयो भने बालबालिकाहरूले पनि अध्ययनमा रुचि देखाउन गर्दछन्। आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। कतै यी गल्तीहरू तपाईँले पनि त गर्नुभएको छैन, गर्नुभएको छ भने आजै सुधार्नुहोला।